हालेपछि त हामी त्यहाँ त चाउचाउमा उति हाल्नु न पानी हाल्ने एउटा के लोटा यसमा पनि हालेर न यसमा बखाली हालेर हेलो गुड मर्निङ आज चाहिँ हामी तुचिकी केमा रहेको माउन्ट चासुदा केम जाँदैछौँ र चाहिँ हाम्रो नारिकाबाट लगभग अराउन्ड गाडीमा 4 घन्टा लाग्दो रहेछ त्यहाँबाट चाहिँ हामी हाइकिङ गर्छौँ र अब चाहिँ म भाइहरू लिन जान्छु है त अनि त्यसपछि कस्तो हुन्छ हाइक हेरौँ न हामी चाहिँ अहिले यहाँ मासु रोपवे चढ्न आयौँ होइन दिउँसोको वेदर चाहिँ अब बिग्रिन्छ भनेर चाँडै चाँडै फर्किने प्लान गरेर हामी चाहिँ रोपवे चढौँ तर रोपवे नचढ्दा नि हुन्छ अलिकति माथिबाट पार्क गरेर हिँड्दा नि हुन्छ हाइकको लागि है ओके अब हेरौँ कस्तो हुन्छ हाम्रो हाइक र हामी चाहिँ रोपवे चढेर यहाँ माथि आइपुगिसक्यौँ र अब हामी यहाँबाट चाहिँ 1 घन्टामा पुगिन्छ होला माथि सर्ट हाइक हुन्छ लेट्स गो हाम्रो चाहिँ हाइक सुरु भयो यस्तै ठाडो उलेरीको छ नि यहाँ चाहिँ हाइक गर्नु अलिकति गाह्रो है ढुङ्गा गरेर पानीले बगाएर यस्तो भएको रहेछ है त्यही पनि हामी जाँदैछौँ माथितिर सेतो माटो पसिना जेली टाइम त्यस्तो गाह्रो हाइक त छैन रहेछ तर यो ढुङ्गाहरू भएर अलिकति हिँड्न चाहिँ गाह्रो हुन्छ तर आउँदाखेरि राम्रो जुत्ताहरू ग्रिपवालाको जुत्ता लगायो भने चाहिँ बेद मेरो भाइ यहाँ पुगिसक्यो लागि सुलाएर पुरै केही देख्दैन हामी चाहिँ 50 मिनट लागेन टपमा चाँडै आइपुग्यो हामी चाहिँ तर हुस्सु सबै लागेर हामीले केही पनि देखेको छैनौँ र हाम्रो चाहिँ यहाँ रामेन खायौँ मुनिगिरी खायौँ सबै खानपिन भयो यहाँ सबैजना है अब हामी चाहिँ इट्स ओके अब हामी चाहिँ यहाँबाट तल जान्छौँ अनि आज उन्सेन जाने प्लान छ हेरौँ ओके लेट्स गो हामी चाहिँ अब रोपवे स्टेसन झर्दैछौँ उताबाट आएको भए चाहिँ अर्को यो ताकेनो चाया भन्ने पार्किङको साइडबाट आउने हो अब हाइकिङ धेरै गर्नु छ भने त्यहाँबाट आउनु होला सर्ट गर्नु छ भने चाहिँ यताबाट आउनु होला अहिले चाहिँ मान्छेहरू डेन्जर आउँदै रहेछ हाम्रो चाहिँ यहीँ छ रोपवे चाहिँ यो हो माथि चढेर आयो है हाम्रो चाहिँ हाइकिङ पनि भ्यायो अब चाहिँ हामी तल जाँदैछौँ पार्किङ साइडतिर रेन्जर लाइन छ त्यसपछि हामी जान्छौँ चाहिँ हल्का रेस्ट गर्छौँ हामीले चाहिँ सबैले आफ्नो लागि ओमियागी किनिसक्यौँ हाम्रो प्यारी भान्जीको लागि ल हाम्रो मामाले किनिदिएको हाम्रो दिदी बहिनीको लागि भाइ यो चाहिँ पार्किङ एरिया है आजको हाइकिङ एकदमै गुड भयो होइन
धेरै धेरै तर धन्यवाद त्यो सबभन्दा चाहिँ बेस्ट पार्ट भनेको चाहिँ त्यो उसवाला के रामेन ल्याएर जित्यो होइन यहाँ सबैले ओम्यागी लिइसक्यौँ आफ्नो अब हामी फर्किँदैछौँ तलतिर हामी चाहिँ हाइक पछि यहाँ ओन्सेन बस्न आएको छौँ यहाँ यो चाहिँ एकदमै पुरानो रे यो 3000 वर्ष 3000 1300 वर्ष पुरानो रे तोचिकीको फेमस रे यो के चाहिँ ओके लेट्स गो